हे भगवान, आज सोमबारको व्रत लिनुभएको दिदीबहिनीहरूको मोबाइलको फर यू पेजसम्म चाहिँ यो भिडियो नपुर्याइदिनु होला। यदि यो भिडियो चाहिँ उहाँहरूको मोबाइलसम्म गयो अथवा उहाँहरूको फर यू पेजसम्म गयो भने चाहिँ मैले गाली खानेवाला छु। मलाई अझै पनि याद छ, म सानो हुँदाखेरि चाहिँ यस्तै सोमबारको अनि तीजको व्रत बस्थेँ होइन। अनि त्यस पछाडि चाहिँ ककल्ले के खाएको देखेँ, यस्तै चाउचाउ चटपटे खाएको देखेँ भने चाहिँ मेरो व्रत चाहिँ तोडिदिन्थेँ अनि म जे भेट्यो त्यही खाइहाल्थेँ। आज मलाई यो भिडियो बनाउँदै गर्दाखेरि त्यही याद आयो। अनि आज त सोमबार पनि हो, कतिजनाले व्रत पनि लिनुभएको छ होला होइन। अनि कसको फर यू पेजमा पुगेको नि मलाई चाहिँ बेसरी गाली गर्दै हुनुहुन्छ होला, आज व्रतको दिन यस्तो भिडियो हाली भनेर। त्यही भएर मैले सुरुमै हे भगवान, आज सोमबारको व्रत लिनुभएको दिदीबहिनीहरूको मोबाइलसम्म चाहिँ मेरो भिडियो नपुगोस् भनेर मैले रिक्वेस्ट गरिसकेँ। अब मैले रिक्वेस्ट गर्दै पनि भगवानले तपाईँहरूको फर यू पेजसम्म यो भिडियो ल्याइदिनु भयो भने चाहिँ अब यसमा मेरो चाहिँ केही गल्ती छैन है त।